everyone, good morning and namaste सबैजनालाई। अनि आज चाहिँ हामीहरु जाँदैछौँ मामा घर वहाँनिर छ हो। अनि टोटो चाहिँ आउन सकेन हाम्रो। अब चाहिँ हाम्रो नक्कली माईहरु कसैको जुत्ता खोल्लेछ, कसैको जुत्ताको चप्पल खोल्लेको छ। हेलो। अनि एकैचोटी अब हामीहरु पुगेर भेट्छौँ। हामी मामा घरमा पनि पुगिसक्यौं। त्यसपछि पुगेर चाहिँ यहाँ बसिरहेको छौँ। सानो छामा आमा है। अनि मामाको चाहिँ यहाँभरि घरमा चाहिँ केराहरू खेलेर राख्नु भएको रहेछ। अनि घरमा पुग्यौँ, खानासाना खायौँ है, बस्यौँ। त्यसपछि फेरि मामाको यहाँ चाहिँ काम है, भैँसीहरू छ नि त, दुध दिन्छ। अनि टाइममा खाना पनि दिनु पर्यो है। अनि टाइममा फेरि अहिले दुध लिएर फेरि दुध डेरी पनि जानुपर्छ। त्यही लागि यहाँ चाहिँ मामाले दानाहरू दिनुहुँदैछ। अनि हामीहरु चाहिँ बिहानै आएको थियो हो। अनि खानासाना खायौँ, बस्यौँ। अनि त्यसपछि भेटघाट भयो, रमाइलो भयो। अनि त्यसपछि फेरि हामीहरु दिनमा घर फर्किँदैछौँ। अनि एकदमै धेरै गर्मी पनि दिनमा बढिरहेको छ। रमाइलो भयो अनि एकदमै धेरै। अनि अब चाहिँ हामीहरु छामाको घरमा फर्किँदैछौँ। हामीहरु मामा घर पुगेर पनि आयौँ। यहाँ चाहिँ खाजा खानु हुँदैछ दिदीले। अब म पनि खाने नानीलाई खिलाएर। यता आमा गाडी लाग्यो अरे। दिदी हेलो हाई। अँध्यारो देखेपछि लाइट बाल्नु पर्यो। को दिदी? हाम्रो दिदी हो। यता छेमा। हजुर होइन दिदीले भनेको माया दिदीलाई मेरो छोराले बाहिर खाँदैछ नि। कहाँ गयो? यहाँ छन् मेरो गोला नखाऊ। हामीहरू खाजा खायो। त्यसपछि फेरि छेमा सानबाको चाहिँ दोकानमा साँझ पख अलिक धेरै बिजी हुनुहुन्छ हो। अनि हामीहरू फेरि सबैजना भन्दा पनि नानी र म चाहिँ बाबु र म आएको थियो फेरि छामाको दोकानमा। अनि छेमाहरूको पनि कामहरू खतम भयो है साँझ पख। अनि त्यसपछि फेरि भाउजू बहिनीले बनाउनु भएको थियो खाना। अनि फेरि हामीहरू आएर यहाँ चाहिँ खान बसिरहेको छौँ है। खाना खानुभन्दा अरू केही पनि रहेको छैन है। साथीहरू माइत घरमा आएर चाहिँ बनाउनु भन्दा बेसी खानु मजा आएको छ हो। अनि यहाँ चाहिँ हामीहरू कुरा गर्दै अनि खाना खाँदैछौँ, बातचित गर्दै है। अनि आजको लागि साथीहरू हाम्रो भिडियो यति नै। अनि हजुरहरूलाई हाम्रो भिडियो कस्तो लाग्यो पक्कै पनि मन पर्यो भने अनि साथीभाइ अनि फ्यामिलीसँग सेयर पनि गरिदिनु होला। र जो नयाँ हुनुहुन्छ च्यानलमा उहाँले सब्सक्राइब गरिदिनु भएको छैन भने पनि च्यानललाई सब्सक्राइब गरेर माया गरेर साथ दिनु होला। साथीहरू फेरि अर्को भिडियोमा भेटिन्छौँ। बाई।